हेलो नमस्ते वेलकम छ मेरो स्मल युट्युब च्यानलमा है इन इन्डिया युट्युब च्यानलमा बेस्ट सानो साथीहरूलाई आज दिल्लीबाट गोवा जाँदै गरेको बनाएको नेक्स्ट टाइमको है पहिला बागडोग्राबाट दिल्लीसम्मको मैले बनाएको थिएँ भने आज दिल्लीबाट गोवा जाँदै गरेको है दिल्ली एयरपोर्ट हो साथीहरू हेर्नुहोस् है हाम्रो माथि रेस्टुरेन्ट खाना खाएर जाँदै गर्दा देखाएको है हाम्रो बागडोग्रा एयरपोर्ट र दिल्ली एयरपोर्टको कति डिफ्रेन्स छ अनि रुल रेगुलेसन पनि कस्तो राम्रो हेर्नुहोस् त जाँदै थियो होइन सबै गाइड गरिरहेको थियो सबैलाई सोधिरहेको थियो अन्त म जाँदै थिएँ गेट नम्बर 20मा मेरो फ्लाइट लागेको थियो है तब जाँदै गयो धेरै अगाडि थियो हिँडिरहेको छु म जाँदैछु हेर्दै पर देखाइरहेको छ म गेट नम्बर 20 हेर्नुहोस् गइसकेँ गेट नम्बर 20 फ्लाइट पुग्नु साथै त म भित्र मेरो फ्लाइट लागिसकेको थियो त म इन्ट्री गरेँ भित्र है र फ्लाइट भएकोमा जाँदैछु फ्लाइटमा जाँदै गर्दा सबैजनाले भिडियोहरू बनाउँदै रहेछ अनि मैले पनि बनाइरहेको थिएँ अन्त सबैले भन्छ तिम्रो फेसबुक पेज तिम्रो फेसबुक पेज के हो तिम्रो युट्युब के हो अरे आफै म त थोरै नै यत्रो ठुलो युट्युब ब्लगरहरू होला कन्टेन्ट क्रिएटरहरू होला म बताउनु होइन म त सरमले मैले घरिघरि त आफूलाई ठुलो युट्युबर जस्तो लाग्ने होइन फेसबुक क्रिएटर जस्तो लाग्ने ठुलो हुन्छ नि अलिक केही नभने बनाएँ सरम पचाएर त्यो भिडियो यस्तो बसिसक्यो फ्लाइटभित्र पसिसक्यो हामी चेकिङ गरेँ त्यसको साइड सिनहरू निकाल्यो त हाम्रो उडान भर्नलाई तयार भयो त फ्लाइट चल्नु थाल्यो हाम्रो चल्दै उडान पनि भरिहाल्यो स्पिड जाँदैछ सो उडान भरिहाल्यो हाम्रो फ्लाइट है उडान भएपछि खिड्की विन्डोबाट हेरेको त वा कस्तो दामी सिन मलाई त खिच्न मन पऱ्यो अलिक खिचिनहालेँ होइन बनाइहालेँ सर्ट भिडियो अलिअलि स्क्रिन बनाएँ धेरै लामो भिडियो भइसक्यो यसो नै उडाउँदै यसो हेरेँ अब म त बादलमाथि छु जस्तो फिल भयो हेर्नु न सो हामी जाँदा लास्ट टाइम हामी गोवा ल्यान्ड हुने टाइम भयो गोवा ल्यान्ड हुने टाइममा त म सुटिङ गर्छु भिडियो बनाउँदैछु यसो हेरेको त अलिक घर ल्यान्ड हुने टाइममा यसो हेरेको सिन त हाम्रो गाउँको जस्तै छ दार्जिलिङ सिन होइन पुरा याद आयो घरको मम्मीहरूको बहिनीहरूको त फेरि मैले स्किप गरेर भिडियो हालिहालेँ अलिकति बनाएर होइन त अब ल्यान्ड हुने टाइम भइहाल्यो एनाउन्समेन्ट त अघि भइसकेको छ मलाई थाहै थिएन म त सुतिरहेको थिएँ यसो हेरेको त वा अन्त ल्यान्ड टाइम त आइहाल्यो अन्त यसो हेरेको कस्तो सेम गाउँ हेर्नु न हाम्रो दार्जिलिङ जस्तै देख्यौँ कस्तो खुसी भएँ यहाँ देख्दा त अब ल्यान्ड हुने टाइम आइहाल्यो एयरपोर्ट ल्यान्ड भइगयो हाम्रो ल्यान्ड भइसकेपछि अब फेरि जानुपर्ने फेरि एयरपोर्टबाट फ्लाइटबाट निस्किने टाइम भयो फ्लाइटबाट निस्केको त पहिला हामीलाई बसले पर्खिरहेको रहेछ ऊ अगाडि बस हाम्रो लागिरहेछ हाम्रो फ्लाइट थियो होइन बस लागिरहेको थियो म गएँ आफू बसमा चढेँ हेरेँ फटाफट बसमा चढेँ हामीलाई लगेर गयो पर ल्यान्डमा एक्ज्याक्ट पोइन्टमा है एक्ज्याक्ट पोइन्टमा लगेर गयो बसले हामी सबै चढ्यौँ है मजाले फटाफट धेरैजना साथीहरू थियो त एक्ज्याक्ट पोइन्टमा हामी सधैँ अब एयरपोर्ट एक्ज्याक्ट पोइन्टमा पुग्यौँ हामी एक्ज्याक्ट पोइन्टमा गएपछि मेरो गेट नम्बर 2मा मेरो लगेज लागेको थियो गेट नम्बर 2 हेर्दै गएँ 2 नम्बरमा मेरो लगेज लागेको थियो 2 नम्बर हेर्दै गएँ 2 नम्बर कतै जाँदा अनि म पर परिरहेको रहेछ सो देखेँ मैले आफ्नो गएर फटाफट लगेजहरू कलेक्ट गरेर बाहिर ट्याक्सी पर्खिरहेको रहेछ ट्याक्सीमा चढेँ फटाफट ट्याक्सीबाट आफ्नो ड्युटी त आउने तरफ लाग्यो आफ्नो ड्युटी आउने तरफ यसो अलिअलि साइड सिन निकाल्नु पऱ्यो भनेर अलिअलि भिडियो गरेँ यसो भिडियो गर्दाखेरि मलाई मन पऱ्यो डुएल गर्नु पऱ्यो भने डुएल निकालेँ मैले डुएलमा आफ्नो एक साइडमा त ट्याक्सी निकालेँ एक साइडमा निकालेँ सो मेरो आजको ब्लग यो थ्याङ्क यू साथीहरू।